मासु हालेर चाहिँ गरम हुन्छ मैले एउटा फोटो चाहिँ लिनु पर्ला सिधै चल्नु जाने होला नि भाइले चाहिँ यो पैसा किन हाल्दा यो है पैसा दिँदा झरम न तल ओ नवीन सर झरम केटाहरू जान्दैन म अब त्यो के भन्छ अरे डायमन्ड है को त्यो चाहिँ ल डायमन्ड कसलाई छ यहाँ छुट्टै राखेको है ल यो चाहिँ मेरो भागै गाई स्पेसल्ली ढिँडो उइट हाम्रो चाहिँ राइसमा बनाएको छौँ एकछिन चाहिँ यहाँ राख्छु म ल तिमी यता सर न त भन्दा पछाडि ठिक छ ठिक छ त्यसरी ताना न इन्फिनिक्स ढिँडो खाइने होइन त दबाई दिने होइन त सुरु भइसक्यो है त्यो बुलरमा हेरेको त ल सुरु गरौँ झ्याप 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 मजा अन्डाबाटै सुरु गरे है ल खै उताउँदैन यसो हल्का यता देखाउनु त यता देखाइदियो डायमन्ड चाहिँ कहाँ निकालेर दियो है डायमन्ड कता छ आउँछ है हो बङ्गाली त्यो ताने धेरै खाँदैछ सबैजना हेर्नु साउदीको यो सबै साथीभाइको रमाइलो तरकारी खानु है ओके ल दिवेन्द्र दाइले अब ढेँडो च्याप्दै हुनुहुन्छ च्याप्दै खाने पनि आइयो बिस्मिल्ला उहाँ लसन दाइले ढेँडो हान्दै हुनुहुन्छ यी हामी अरू साथी चाहिँ सबैजना भयो अन्डा घर ए अहिले ढेँडो पुगेन भने मिम काका चाहिँ कहाँ छ यहाँ लाउँदै ल ढिँडो आफै खिच्ने यसो गर्ने हो पप्पा खाने ग्रेभी त नि किन खाए खाने मलाई त नदेखाएको के ढेँडो है भाइ ढेँडोबाटै सुरुवात गऱ्यो भाइ खोतानमा होइन भाइ ग्रेभी बबल छ भाइ एकदम A1 देखिरहेको छ मेरो फेस तपाईँको त्यो माथि भन्नु न त्यो क्यामेरा राख्यो नि तल झार्नु अनि मोबाइललाई आयो हा तपाईँ उठ्दाखेरि देख्दैन फेरि त्यो तपाईँ आलु त बस्नु आएन आएन क्यामेरा त्यो नि हान्ने पो ठिक छ मटन है त मटन म मटन खान्न मटन होइन हौ चिकन हो डायमन्ड ल दाइ मटन चिकन मटन होइन थोरै लसन दाइले दियो यस्तो माया गरेर दिएको यार मन चाहनु पर्यो नि त मैले हालिसकेँ रहेछ ए फुल खाने केटाहरूले
आइछ त्यहाँदेखि खाने बाख्रो खाने मासु जसलाई फुल पर्छ त्यसलाई चाहिँ भाग्दैन अब त्यो खानु भाग्य पनि रहेछ सेतो नि फुलै हो उनको घर हो क्या यो राम्रा भात पनि भात खानु देखेन कालो भएर हाम्रो मान्छेले टाउ खाने काम गरेर त्यही टाउ खानुहुन्छ क्या कस्तो जाँदै पाएन सब कस्तो छ त्यो चेक गरेर भन्नु न कस्तो खाइ भएन कम भन्ने नि हुन्छ खाइसक्यो ल तारिफ गर्नु लाग्छ भन्ने खुसी मान्दैन हो त्यहाँ तिमीले खान्छ टोक्ने हो यो दाइले फेरि बिहान खोज्छ नि नानीले पठाइदिन्छ त्यही भएर तपाईँ पिरै लागेन त्यसमा खाँदै खानु मजाले पानी त निकालेन होइन यो मासु बनाउने मगरको हात पऱ्यो क्या हो दाइको हात अमिलो अमिलो भयो अनि भाइ भाइ दाइकोबाट हात सक्छ कुक्लो हो क्या भगवान् छ है मासु चाहिँ एकदम टेस्टी ग्रिल पनि ठ्याक्कै भानी खाने थियो एकदम यहीभन्दा धेरै पाउँछु म त देखाएको मैले अब के त दबाएर खाने म जान्ने त्यो अरू राखिहाल्यो कुक भात चाहिँ खाइँदैन यार भात पनि छ विशालले बिहान आएको थियो बिहानै आएको थियो हामी सुन्दै फर्केर गएको थियो 4 बजे उठेर ठडारे सुत्केसँग बोलाएर नि को सोच्दै खाएँ खाना बनाउनु भनेर आएको थियो